नमस्कार सम्पूर्ण साथीहरुमा वेलकम छ मेरो यो भिडियोमा है। आज मैले तपाईहरुलाई पोर्क बिरयानी कसरी बनाउने अथवा पोर्क बिरयानी आफ्नो स्टाइलमा हुन्छ भन्नाले हैन, तर म चाहिँ आज मेरो स्टाइलमा बनाउँदै छु। कस्तो बन्छ हेरौँ सम्पूर्ण साथीहरु। किनभने आज मेरो छुट्टीको दिन है, किनभने रेस्टुरेन्टको खाना है सोया सससँगको खाना त्यस्तो मिठो लाग्दैन। अब सोमबार चाहिँ विशेष गरी जिब्रो चर्काउने खालको खाना आफै घरमा बनाएर खान्छु कि म हप्तामा एक दिन। कस्तो बन्छ हेरौँ। आज साथीहरु पोर्क बिरयानी, अहिले पोर्क बिरयानी हेर्नुहोस्। पोर्क कति धेरै छ है, मामा यति छ आज पोर्क बिरयानी। प्याज छ यहाँ, प्याज लसुन है, सामान धेरै छैन है, हप्ता एकचोटि खाने, त्यही भएर चाहिँ खासै किनेर राखिन्न। आमा भिजाएर राखेको चामल है। ग्यास यता छ, यो हाम्रो किचन हो। एकछिन पछि बनाइहाल्छु ल। यसरी स्वात्त ग्यास अन गर्ने है, यसरी चटक्क ग्यास बाल्ने है। त्यहाँबाट मासु चर पोलेर बोक्रा फाल्नुपर्छ क्या। यो बोक्रा फाल्ने चाहिँ मेसिन हुन्छ है, इटालियन भाषामा चाहिँ म्याकिनेटर भन्छ। यसरी है, तर मैले चाहिँ चक्कु प्रयोग गरेर फालिरहेको छु। अनि कसरी काट्ने त यो उसमा हाल्नको लागि तपाईँ फ्राई राइस होस् या तपाईँको के भन्छ नेपालको हाम्रो पुलाउ होस्, जेमा काट्दा पनि यसरी लिने है। यसरी लिने, चक्कु समाउनु त थाहा भइहाल्छ। यसलाई स्वाट छड्के पार्ने, चक्कु चाहिँ लाग्नुपर्छ ल। त्यसमा भएको भयो। अझै त्यो हाम्रो के भन्छ नि, यहाँ हेर्नु यस्तो राम्रो हुन्छ। के भन्छ, कटिङ चाहिँ यस्तो राम्रो आउँछ है। चामल अनुसार काट्नुपर्छ त्यो। हामी चामलभन्दा त्यो कतै ठुलो काटेर पनि काम छैन, त्यही भएर मजाले मिलाएर है। फाइनली साथीहरु पोर्क पनि मैले काटिसकेको छु।
त देख्नुहुन्छ है बुङ्गुरको मासु हो। आज म तपाईँहरूलाई पोर्क बिरयानी कसरी बनाउने भन्नेतर्फ चाहिँ लाँदैछु। आफ्नो डिजाइन हुन्छ है फेरि, आफ्नो स्टाइल हुन्छ। लोकल स्टाइलमा बनाउँछु ल मैले। पोर्क पनि काटियो। यसरी यो मासुलाई यो प्यानमा राख्छ हामी विदाउट ओइल है, किनभने ओइल यसमै हुन्छ बढी। हामीले थोरै चाहिँ यसको तेल चाहिँ फाल्नुपर्ने हुन्छ। त्यही भएर विदाउट ओइल चाहिँ फ्राई गर्दैछु म। अनि यसको थोरै तेल फालेर पछि थोरै तेल लिन्छु फेरि। यसरी तेल निस्किन सुरु भइसकेको छ है साथीहरू है। कहाँ छ हेर्नुहोस्, म यता चामल भिजाएर राखेको छु। यो चामल है, यो बासमती चामल चाहिन्छ है हाम्रो लागि। यो बासमती यो चामल भिजाएर राखेको छु। आज साथीहरू पनि काममा जानुभएको छ। साथीहरू आएर कस्तो रियाक्सन दिनुहुन्छ हेरौँ। रियाक्सन साथीहरू हुने गाजर नहाले पनि हुन्छ, तर गाजर चाहिँ हाम्रो लागि एकदमै इम्पोर्टेन्ट छ क्या। किनभने गाजरले तपाईँ आफै पनि थाहा पाउनु सक्नुहुन्छ। यो गाजरले एकदमै रिजो चामललाई चाहिँ एकदमै के भन्छ त्यो ड्रेसिङ। गाजर पनि मैले यस्तो तरिकाले काटेको साथीहरू। गाजर पनि रेडी छ। यता चामल पनि एकदमै लगभग रेडी भइसकेको छ। अन्त पोर्क बुङ्गुरको मासु त्यो पनि रेडी हुने अवस्थामा छ। र यसलाई चाहिँ प्याज लसुन होइन मरमसला तपाईँलाई जे मनपर्छ त्यो मरमसलाहरू हालेर तपाईँ बनाउनु सक्नुहुन्छ। म चाहिँ मसँग जे उपलब्ध छ अनि जे कुराहरू मसँग जे उपलब्ध छ मसलाहरू लसुनहरू होइन जुन मसँग छ त्यो युज गर्ने चाहिँ। हामी सबै खोजेको जस्तो मरमसलाहरू चाहिँ छैन मसँग, जे छ त्यो युज गरेर चाहिँ बनाउँछु ल। आजको दिन यस्तो छ है साथीहरू। यो बार्दले निस्केर तपाईँहरूलाई बाहिरको भ्यू पनि देखाएको छु हेर्नलाई। म हाल चाहिँ इटालीको रोमा भन्ने ठाउँमा छु। पोर्क चाहिँ लगभग रेडी भयो। हल्का हल्का कलर चेन्ज भयो, तेल पनि फालिसकेँ मैले। यता अब टोटली रेडी भइसकेको छ। अब यता म यता कुची गर्छु, राइसहरू हाल्छु, लसुन है। लसुन सक्नुहुन्छ नि अझै मसिनो गरेर काट्नु, सबसे बेस्ट त्यो है। त्यो प्याज हाल्छु, लसुन र प्याजै हल्का कलर नआउँदासम्म बेच्नु। यतिको पानी हालेको है सर्लक्क ढकन लाउने। फाइनली साथीहरू रेडी भयो ल। फाइनल गाइज पोर्क बिरयानी इज रेडी। तपाईँहरू पनि घरमा ट्राई गर्नु ल। त्यस्तो राम्रो त बनेको छैन, तैपनि आज पोर्क बिरयानी बनाइयो है।